प्रमोद अमात्यद्वारा लिखित बुबाको डाङ्ग्रे नामको रचना प्रस्तुत गर्न लागेको छु। यो रचना उहाँको शुक्रबारे गन्ठन नामको पुस्तकबाट साभार गरिएको हो। प्रस्तुत लेखमा डाङ्ग्रे भन्ने एउटा चराको बारे लेखिएको छ। डाङ्ग्रे चरालाई साँरो पनि भन्छ। अब सुन्नुहोस् प्रमोद अमात्यको बुबाको डाङ्ग्रे। डाङ्ग्रेलाई मैले खास प्रयोजनको निम्ति घर ल्याएको थिएँ डमौलीबाट। जागिरको अवकाशपछि बुबालाई घरमा समय कटाउन अलिक गाह्रो भएको थियो जस्तो लाग्यो हामीलाई। हामी सबै छोरा बुहारीहरू अफिस जाने, नातिनीहरू स्कुल जाने अनि आमा आफ्नै धन्दामा अलमल हुने भएकोले बुबालाई पक्कै पनि एक्लो महसुस भएको हुनुपर्छ। त्यसै पनि त अफिसको वातावरणमा काम गरिरहेको मान्छे घर अलि सुनसान लाग्ने नै भयो। उही कारण साथीको रूपमा डाङ्ग्रेलाई खोजेर घर भित्राएको थिएँ मैले। हुन त घरमा बुबा करेसबारीमा अलिकति, पत्रिका पढ्नमा अलिकति, कम्प्युटरमा चेस खेल्नमा अलिकति व्यस्त बन्न खोज्नुहुन्थ्यो। तर मैले प्रस्तै बुझेको थिएँ ती उहाँका साथी होइनन्, हुनै सक्दैनन्। बुबा र डाङ्ग्रेको गहिरो मित्रता थियो। डाङ्ग्रे घरमा आएदेखि बुबा डाङ्ग्रेसँग खुब रमाउन थाल्नु भएको थियो। मेरा साथी योगेशको घरमा एउटा कुकुर थियो, त्यसको नाम पनि डाङ्ग्रे। तर यो कथा त्यो डाङ्ग्रे कुकुरको होइन, यो कथा हो हाम्रो घरको डाङ्ग्रे चराको। यो चरालाई तनहुर वरपर डाङ्ग्रे भन्दो रहेछन्। हाम्रो काठमाडौँभित्र नेवार भाषामा केमिचा, पूर्वतिर रुपी र अन्ततिर सारौँ पनि भन्दा रहेछन्। म जागिरको सिलसिलामा दमौली बस्दा मेरा स्थानीय सहकर्मीहरूले डाङ्ग्रे र जुरेलीको खुबै बखान गर्थे। त्यतातिर डाङ्ग्रे पाल्दा रहेछन्, बोल्ने जुरेली त मैले पनि देखेको थिएँ। एकजनाले जुरेली पालेका थिए। जुरेलीको पिजरा सामु गयो भने जुरेलीले सोध्थ्यो, को हो, नाम के हो? डाङ्ग्रेले पनि मानिस जस्तै बोल्छ भन्ने सुनेदेखि मलाई पनि डाङ्ग्रे पाल्ने रहर जागेको थियो। मेरो रहर पुरा गर्न मेरा सहकर्मीहरूले भनेका थिए, हामी डाङ्ग्रे खोजेर ल्याइदिन्छौँ। डाङ्ग्रेको बच्चा घुनबाटै ल्याउनु पर्छ सर, सन्तबाहरू भन्थे। उनी यस्तो लोकोटी पनि सुनाउँथे, बच्चालाई माउले गुणबाट बाहिर उडाएपछि त्यसले डाङ्ग्रेकै भाषा बोल्न थाल्छ सर, हाम्रो भाषा सिक्न सक्दैन। उनी सन्तबारले एक दिन डाङ्ग्रेको बचेरा ल्याइदिएका थिए। मलाई थाहा थियो त्यो बचेरा म कहाँ ल्याएदेखि माउ डाङ्ग्रेहरू निकै दिनसम्म सन्तबारको पछि लागेर उनलाई देख्यो कि त बेस्कन कराउँथे र ठुङ्गौला जस्तो गर्थे। तर बिस्तार बिस्तार ती माउहरूले निराश भएर उनलाई पन्छाउन छोडे। अन्तत केही दिनपछि सन्तबारले ल्याइदिएको त्यो बच्चो डाङ्ग्रे मसँग रमाउन थाल्यो। कहिले मेरो हातमा, कहिले कुमा बस्थ्यो र मेरै हातबाट खाना खान्थ्यो। डेराबाट अफिससम्म मेरो पछि पछि टुकुर टुकुर हिँडेर आउँथ्यो। पछि घर जाँदा यसलाई पनि मैले आफ्नो घर पातन लगेँ। मलाई ठुलो चिन्ता लागेको थियो, गरम ठाउँ डमोलीको रैठानी यो चरा काठमाडौँ पातनको जाडोले मर्ला कि। तर खुसीको कुरा, डाङ्ग्रेलाई केही भएन। केही दिनमा त्यो डाङ्ग्रे उपत्यकाको हावापानी र बुबासँग भुल्न थाल्यो। बुबाको र डाङ्ग्रेको दोस्ती बिस्तारै झाँगिँदै गयो। बुबाले आफ्नै हातले त्यसलाई खुवाउनुहुन्थ्यो, हेरचाह गर्नुहुन्थ्यो। त्यही भएर होला डाङ्ग्रे बुबाको अगाडि पछाडि लाग्थ्यो। बुबाको पछि पछि टुकुर टुकुर करेसाबारी जान्थ्यो र बुबाले बारी गोडमेल गर्दा माटोबाट निस्किने किरा फट्याङ्ग्रा गडियोला मक्ख पर्दै खान्थ्यो। गडियोला विशेष मन पर्थ्यो त्यसलाई। बुबाको एउटा बानी थियो, उहाँ दिनदिनै पितृ तर्पणको अन्न चोकमा लगेर चराहरूलाई खुवाउनुहुन्थ्यो। चराहरूमध्ये भङ्गेरा र परेवा जहिले पनि अन्न खान ठिक्क समयमा आइपुग्थे। बुबा कठम कराचिर कहिले ढिलो हुनुभयो भने पनि चराहरू समयमा नै आएर उहाँलाई कुरेर बस्थे। घडी बिराने समयको अद्भुत बोध थियो तिनमा। तर जब डाङ्ग्रेलाई घरमा ल्याइयो त्यसबेलादेखि पितृ तर्पणको अन्न भङ्गेरा वा अरू कुनै चराले छुन्नै पाएनन्। किनकि बुवासँगै डाङ्ग्रे चोकमा जान्थ्यो र चोकमा अरू चराहरूलाई त्यसले ठुङ्गिएर लखेटिहाल्थ्यो। परेवालाई समेत लखेट्ने सामर्थ्य राख्थ्यो डाङ्ग्रेले। अब डाङ्ग्रे हाम्रो घर परिवारको अभिन्न सदस्य भइसकेको थियो। त्यसलाई हामीले न पिंजरामा राखेका थियौँ, न सिक्रीले बाँधेर राखेका थियौँ। त्यो हामी जस्तै मुक्त थियो। बरु बिरालोले चाहिँ त्यसको शिकार गर्ला कि भन्ने पिर थियो हामीलाई। डाङ्ग्रेको चरित्र गजबकै थियो। चिया खाने समय भएपछि माले चिया पाक्यो, सबैजना आऊ है, चिया चिसो हुन्छ भनेर बोलाउन साथ त्यो डाङ्ग्रे पनि हत्तन्न पट्ट भान्सामा आइपुग्थ्यो। हामी चिया पाउरोटी खान्थ्यौँ र डाङ्ग्रेले पाउरोटीको टुक्रा खुवाउँथ्यौँ। पाउरोटी रमाएर खान्थ्यो। एक दिन माले यसले पनि चिया खान्छ कि भन्दै अलिकति चिया भुइँमा राखिदिनु भयो।
तर डाङ्ग्रेले चिया खाएन, बरु एकपल्ट फुइको चिया हेरेर टाउको उठायो, फेरि टाउको अलिकति दायाँ ढल्काएर मातर्फ हेरि मात्र राख्यो। बुबाले के सोच्नु भयो कुनी रिकापी लिएर आउनुभयो र अलिकति चिया रिकापीमा खन्याएर त्यसलाई दिनुभयो। औ भने डाङ्ग्रे अगाडि बढ्यो। हेर्दा हेर्दै चिया सुर्क्याउन थाल्यो ठाडो घाँटी गरेर। हामी सबै डङ्ग पर्दै हाँस्न लाग्यौँ। बडो मान खोज्दो रहेछ यो डाङ्ग्रे त, रिकापीमा पो खानु माग्छ ए। माले पनि डङ्ग परेर हाँस्दै भन्नुभयो। अर्को एक दिन चिया खाने बेलामा डाइनिङ टेबलमा डाङ्ग्रे यताउता हिँडिराखेको थियो। शोभनाले त्यो देखेर त्यसलाई ठुलो स्वरले बेस्कन गाली गरिन् र गाली खाएदेखि डाङ्ग्रे शोभनासँग रिसाएको रिसाइ गर्यो। शोभनाले खाना खुवाउनु खोज्दा पनि खान मान्दैन थियो, तिनको छेउछाउ पर्न नै खोज्थेन, बुवाको मात्र पछि पछि लाग्थ्यो। डाङ्ग्रेका लागि बुबाले सानो स्टिलको बाटामा पानी राखिदिनुहुन्थ्यो, खानको लागि होइन नुहाउन, किनकि डाङ्ग्रेले रहर गर्ने कुरा भनेको नुहाउने हो। बडो रमाएर नुहाउँथ्यो त्यो। हेर्दा पनि त्यो नुहाएको दृश्य रमाइलो हुन्थ्यो। एकैपल्ट छाम्मै पानीको भाँडोमा पसिहाल्थ्यो र कहिले टाउका चोपल्थ्यो, कहिले जिउ र कहिले पुच्छ र पालै पालो पानीमा चोपल्थ्यो। अन्तत जिउ ठर्र ठर्काउँथ्यो, पखेटाभित्र ठुट्न गाँथ्यो र फेरि थोरै पानीमा पनि डुबुल्की लगाउन खोज्थ्यो। डाङ्ग्रे बडो सुगरी थियो, जहिले सफा र सुकिलो देखिन्थ्यो। खाना खाएपछि थुत्न सरै पुछपाछ गर्ने चुक्थेन। फिक्का पहेँलो थुत्न, गोलो आँखा र आँखा छेउ त्रिकोणाकारका पहेँला भाग र चिल्ला प्वाखहरू। साँच्चै सुन्दर थियो बुबाको त्यो डाङ्ग्रे, मोहित पार्ने खालको आकर्षक थियो। एक दिन डाङ्ग्रेको खुट्टामा कसरी हो घाउ लागेछ, खोच्याएर हिँडेको देखियो। घाउ लागेको खुट्टा बुबालाई बाहेक कसैलाई छुन दिन्थेन। बुबाले भने बेसार तेलको लेप लगाइदिँदा पनि चुपचाप बस्थ्यो। बुबाले डाङ्ग्रेलाई नातिनीहरूको नाम भन्न सिकाउने धेरै कोसिस गर्नुभयो, अन्य कुराहरू पनि भन्न सिकाउनुहुन्थ्यो। डाङ्ग्रे बुबाको कुरा चुपचाप सुनेर बस्थ्यो। गजबको परिवेश थियो त्यो। डाङ्ग्रेले राम्रै बोलेको त थाहा भएन, तर हाम्रो कुरा बुझ्ने चाहिँ भएको थियो। हाम्रो घरमा केही समयको डाङ्ग्रेको रजगजपछि भाइले डाङ्ग्रे घरमा भन्दा खुल्लामा बढी रमाउँछ भनेर बारीतिर उडाइदियो। तर बाहिर गइसकेपछि पनि एक दुई दिन बुबाले भेट्न आइरह्यो त्यो। पछि भने निकै दिन देखा परेन। हामीले सोच्यौँ अब आउँदैन डाङ्ग्रे, तर अर्को हप्ता एक दिन फेरि टुप्लुक्क आयो। त्यसपछि भने डाङ्ग्रे फेरि हाम्रो घर कहिले फर्किएन। पक्कै त्यसले आफ्नो जोडी भेट्यो होला र त्यतै रमायो होला। धेरै पछिसम्म पनि हामीले सोचिरह्यौँ त्यो डाङ्ग्रेले हामीलाई सम्झ्यो कि सम्झिएन कुनै, तर बुबाले त पक्कै सम्झेको हुनुपर्छ। बुबाले पनि बराबर त्यो आफ्नो साथीलाई सम्झिरहनुहुन्थ्यो। हुन त हामीले पनि त्यसलाई बिर्सन कहाँ सक्यौँ र, साथै डाङ्ग्रे चरो ल्याइदिने सन्त बहादुरलाई पनि बिर्सन सकेका छैनौँ।